हेलो फ्रेन्ड्स, म एलेक्स तपाईहरुलाई स्वागत गर्छु मेरो युट्युब च्यानल डिजिटल नेपालमा। आजको टपिकलाई सुरु गरौँ। आज चाहिँ मैले एन्ड्रोइड फोनलाई कसरी रुट गर्ने भन्ने बारेमा लिएर आएको छु भिडियो। मलाई एकजना साथीले कमेन्ट गर्नुभएको थियो कि कसरी रुट गर्न सकिन्छ एउटा भिडियो बनाएर हाल्दिनु भनेर। उहाँले भने अनुसार नै म यो भिडियो लिएर आएको छु। त्यसको लागि सबैभन्दा पहिला तपाईहरु आफ्नो मेन ब्राउजरमा जानुहोस् र देखिरहनु भएको छ kingoRoot.net टाइप गर्नुहोस्। टाइप गरेसँगै तपाईले यो पेज ओपन भएको देख्नुहुनेछ र यहाँबाट तपाईले kingoRoot भन्ने एप्लिकेसनलाई डाउनलोड गर्नुहोस्। एप्लिकेसनलाई डाउनलोड गरिसकेपछि मैले अलरेडी डाउनलोड गरिसकेको छु, त्यसले म अहिले डाउनलोड गर्दिन। डाउनलोड गरिसकेपछि तपाईले अर्को एउटा एप्लिकेसन जुन प्ले स्टोरमा पाइन्छ, प्ले स्टोरमा गएर रुट चेकर भनेर हान्नुहोस्। ROOT रुट चेकर हानिसकेपछि देख्न सक्नुहुन्छ पहिलो नम्बरमै यसको 4.2 को रेटिङ छ। यसले चाहिँ रुट भयो कि भएन भनेर चेक गर्ने काम गर्छ। यो एप्लिकेसन इन्स्टल गरिसकेपछि यसलाई ओपन गर्नुहोस् र यसको टर्म्सलाई एग्री गरिदिनुहोस्। वेलकममा ओके गरिदिनुहोस्। त्यसपछि देख्न सक्नुहुन्छ मेरो सरी रुट एक्सेस इज नट प्रोपरली इन्स्टल अन दिस डिभाइस भनेको मेरो मोबाइल चाहिँ अहिले रुट छैन भनेर देखाइरहेको छ यसले। अब ब्याक जानुहोस् र जुन एप्लिकेसन अघि डाउनलोड गरेको थियौं हामीले kingoRoot, यसलाई इन्स्टल गर्नुहोस्। नेक्स्ट इन्स्टल गरिसकेपछि चाहिँ तपाईले एउटा पपअप देख्न सक्नुहुन्छ। इन्स्टल ब्लक्ड, यसमा ओके गरिदिनुहोस्। इन्स्टल भइसकेको छ। यसलाई ओपन गर्नुहोस्। ओपन गरिसकेपछि देख्न सक्नुहुन्छ ट्राई इट। यसमा गेट इट भन्ने अप्सन देखिरहनु भएको छ। गेट इटमा क्लिक गरिसकेपछि यसले एनेबल गरिदिन्छ रुट एक्सेस गर्नलाई र देखिरहनु भएको छ रुटिङ भइरहेको छ। यसको लागि चाहिँ इन्टरनेट कनेक्सन पनि चाहिन्छ र तपाईको इन्टरनेट अनुसार यसले कतिको फास्ट छ त्यही अनुसारको रुट गर्छ। 5 मिनेट 10 मिनेट टाइम लाग्छ र यो रुट गर्ने एप्लिकेसन चाहिँ सबैभन्दा पपुलर छ किनकि यसले अहिलेसम्मको अरु जुन जति पनि एप्लिकेसनहरु पाइन्छ रुट गर्ने त्यो एप्लिकेसन भन्दा सबैभन्दा बढी यसको चाहिँ रुट जति डिभाइसलाई सपोर्ट गर्दछ। रुट अरु जति पनि डिभाइसहरु छ बजारमा त्यो मध्ये सबैभन्दा धेरै डिभाइसलाई यसले रुट गर्न सक्छ। यसको रुट गर्ने पावर छ। देखिरहनु भएको छ रुट सक्सेसफुल भनेर लेखिसकेको छ। देख्नुहुन्छ रुट भइसकेको छ र यहाँ मेरो होम स्क्रिनमा पनि kingoRoot भन्ने एउटा एप्लिकेसन देख्नुभयो होला। सरी यो पहिला नै ओपन थियो त्यही भएर यस्तो देखाइरहेको छ। यसलाई म क्लोज गरिदिन्छु पहिला सुरु। अब ओपन गरेर हेर्ने। त्यसपछि भेरिफाई रुटमा क्लिक गर्नुहोस्। भेरिफाइङ हुँदैछ। देख्न सक्नुहुन्छ कंग्रेचुलेसन रुट एक्सेस इज प्रोबब्ली इन्स्टल। देख्न सक्नुहुन्छ मेरो डिभाइस रुट भइसकेको छ। यो सफ्टवेयर चाहिँ रुट गर्नको लागि सबैभन्दा राम्रो छ। म यसको लिंक डिस्क्रिप्सनमा राखिदिन्छु, तपाई त्यहाँबाट डाउनलोड गरेर आफ्नो मोबाइललाई रुट गर्न सक्नुहुनेछ। यो भिडियोमा चाहिँ यति नै। थ्यांक्स फर वाचिङ गाइज। नेक्स्ट भिडियोको लागि रेडी भएर बस्नुस्। म अरु भिडियो पनि लिएर आउने नै छु। तपाईलाई कस्तो भिडियो चाहिएको छ
कमेन्ट गरिदिनुहोस्। यदि यो भिडियो मन पर्यो भने लाइक शेयर गरिदिनुहोस् र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला।